होइन भनेर यो चाहिँ सेतो खालको खरबुजा है, सेतो खरबुजा। अनि मेरो बिहानको ब्रेकफास्ट चाहिँ यस्तै हुन्छ। तर अस्तिको चाहिँ मिठो लागेन चाहिँ यो अलिक पाकेको रहेछ। किन नम्बर बढ्यो होला? मलाई चाहिँ ढिलो हुनु आँट्यो अनि त्यही भएर चाहिँ फटाफट गर्दैछु मैले। मेरो चाहिँ खाजा पनि भइसक्यो साथीहरू है, गाइजहरू। ब्रेकफास्ट चाहिँ मेरो यही हो। अब खाना चाहिँ मेरो 1 बजी हुन्छ। अब रेडी हुन्छु। ल गाइजहरू, म चाहिँ रेडी पनि भइसकेँ होइन। खाना चाहिँ म लादिनँ, उतै चाहिँ चाहिन्छ नि त बोटो लाग्दा। तिनवटा झोला पो भयो त मेरो त। अब चाहिँ म हिँडेको है। अहिले चाहिँ कपाल छोडेर जान्छु किनकि उहाँको चिसै छ हजुर है, त्यही भएर। मास्क एकदम जरुरी छ किनकि बाटोमा पुरा धुलोहरू हुन्छ नि त। मास्क लगाउनु चाहिँ एकदम जरुरी छ। ल गाइजहरू है, फेरि म बाटोमा कहीँ गयो भने, कहीँ रोकेछु भने म देखाउने छु हजुरहरूलाई है। मेरो सानो सर्ट मिनी भ्लगमा हेर्दै गर्नु होला है। गाइजहरू, स्कुटीमा हेलमेट राख्ने जग्गै छैन होइन। पुरा सामान प्याक भयो डिक्कीमा। अन्त लैजाउँ कि नलैजाउँ, के गरौँ भयो होइन। भरे हरायो भने त फेरि मलाई त यहाँदेखि त काममा त आधा घन्टै लाग्छ पुग्नुपर्ने। हरायो भने त फेरि फाइन भरिजाल हुन्छ। के गरौँ भयो। फेरि हेलमेट चाहिँ घाँडै भयो क्या मेरो है। गाइजहरू, म चाहिँ यहाँनिर दादरको शिवजी पार्कमा आइरहेको छु है। अनि म चाहिँ यहाँनिर समुद्रमा जाउँ भनेको त पानी तल पुगेको रहेछ, तल पुगेको रहेछ सुकेर होइन। यी हेर्नुहोस् न, देख्नु सक्नुहुन्छ यहाँसम्म आउँथ्यो पानी होइन, सुकेर तल पुगेको रहेछ। तलको बिचहरू कस्तो खालको अर्कै खालको ढुम्मा भएर देखेको छैन। देख्नु सक्नुहुन्छ हेर्नुहोस्। यसो पानीमा आज चाहिँ म स्यान्डल लगाएर आएको छु। चप्पल फेरेर पानीमा पस्यौँ भने तलै जानुपर्ने रहेछ। नजाउँ होला एकैचोटि फेरि होइन, बढेर आयो भने त लान्छ। त्यही भएर चाहिँ आजको नजारा चाहिँ यति नै हो गाइजहरू होइन। म चाहिँ यसरी ड्युटी जाँदै निस्केको। आज चाहिँ अलिकति घरबाट छिटो निस्केको थिएँ होइन। यहाँबाट मलाई पुग्नु 25 मिनट जस्तो लाग्छ काममा है गाइजहरू। यहाँ चाहिँ पुलिस स्टेसन यहीँ छ होइन। यहाँदेखि यस्तो छ गाइजहरू। बेलुका भएपछि यहाँनिर चाहिँ पुरा घोडाहरू चल्छ, मेला जस्तै लाग्छ। स्टलहरू सबै खोलिन्छन्। यो भित्र पार्क छ होइन, सबै खेल्ने कुराहरू यो भित्र छ। ठुलो छ गाइजहरू। बोली नै रहन्छ होइन, बिहान बेलुका नन स्टप यहाँ चाहिँ यत्तिकै बोली नै रहेको हुन्छ।
अनि यहाँ चाहिँ रिपेयरिङ हुँदै रहेछ। यहाँ चाहिँ पुलिस स्टेसन छ, पुलिसहरू बसिरहेको छ। अब म चाहिँ जाँदैछु ड्युटी वापस है। गाइसहरू म चाहिँ यहाँ एकछिन बसिरहेको छु होइन। अब यहाँबाट 5-10 मिनट बसेर चाहिँ म जान्छु। अनि यहाँ कति बेसी नरिवल क्या, यो चाहिँ यहीँ अब पार्कको होला नि त, गार्डनको होइन। देखाइदिन्छु हजुरलाई नरिवल। यहाँ निस्किनु कति धेरै नरिवल थुपाइरहेको छ होइन, साफसफाइ हुँदैछ। अनि यसो समुद्रतिर गएको, पानी पनि तल पुगेको रहेछ, तल पुगेको रहेछ, माथि सुकेर। ए नरिवल झार्दो रहेछ हेर्नुहोस् त गाइसहरू, लु माथि रुखबाट झार्दैछ नरिवल हो। आज यहाँनिर फोटो खिच्दा होइन, यहाँ ठाउँमा बस्दा यो जग्गामा होइन, मेरो एकजना साथी थियो। अहिले उहाँ चाहिँ यहाँ हुनुहुन्न है। नाम पनि भनिदिन्छु, गोमा भन्ने चाहिँ मेरो साथी हुनुहुन्थ्यो है, गोमा मगर। अन्त हामी चाहिँ यहाँ बिहान बिहान आएर फोटोहरू खिच्थ्यौँ होइन, वकहरू गर्थ्यौँ। अनि चाहिँ हामी अहिले छुट्टिएको चाहिँ धेरै भयो, उहाँ पनि जानुभयो होइन। अनि उहाँ आफ्नै काममा व्यस्त हुनुहुन्छ आजकल त, कलहरू पनि गर्नुहुन्न, कहिलेकाहीँ मात्रै गर्नुहुन्छ होइन। त्यो पनि मैले गरेँ भने यो भिडियो हेऱ्यो भने चाहिँ मलाई सम्झिनु होला, यो जग्गालाई सम्झिनु होला है साथी। फिलहाल अब चाहिँ म यो गेटबाट निस्किँदैछु होइन। ल साथीहरू, कुनै दिन फेरि भेटौँला। यो ठाउँको भिजिट म राम्रोसँगले लिन्छु होइन। अहिले अलिक समुद्र पानी तल गएको रहेछ, अनि त्यही भएर चाहिँ हेर्दै गरौँ। बाई बाई।